तपाईँ मार्फत म सम्पूर्ण हाम्रो देशवासी दाजुभाइ दिदीबहिनीहरूलाई भन्छु र तत्कालीन सरकार र वर्तमान पनि सरकारमा बसेकाहरूलाई मेरो के आग्रह छ भने त्यत्रो देशमा घटना हुँदैछ कसैलाई पनि थाहा नहुनु, थाहा भएको भए त केही न केही त रोकथाम त हुन्थ्यो होला नि त। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग मैले गरेको अन्तर्वार्तामा मलाई केही थाहा थिएन, मलाई सुरक्षा निकायले पनि केही भनेन, ब्रिफिङमा त्यस्तो सूचना केही थिएन भनेर उहाँले भन्नु त्यो थाहा छैन भन्नु उहाँको कमजोरी हो हैन। देशको प्रधानमन्त्री भएर चाहिँ म अनभिज्ञ भए भन्नु हैन। त्यत्रो हाम्रो सुरक्षा अङ्ग छ हैन, त्यत्रो चाहिँ संरचनाहरू छन् त अघिल्लो दिन त्यत्रो घटना भएको छ, केही हुन्छ भन्ने कुरा त त्यसको चाहिँ अनुमान पनि गर्न सकिने कुरा हो। त्यसमा नि यो त लामो समयदेखि तपाईँले देशमा चाहिँ विध्वंस हुन्छ के गर्ने भनेर त अब त्यो शब्दहरू म प्रयोग गर्दिनँ। विभिन्न समयमा त थ्रेटहरू त आएको थियो त। म तपाईँलाई सजिलो बनाइदिन्छु। संसद भवनमा बैठकमा रोस्टरमा उभिएर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देश बङ्गलादेश हुन सक्छ भन्ने खालको अभिव्यक्ति त दिनुभएकै हो। त्यस्ता खालको अभिव्यक्ति सडकमा पनि आएका हुन्। त्यो भएर अनि त्यस दिन त्यो 24 गते घटना घटाउनेहरू देशभरि अब ती त यीका मान्छेहरू हुन् नि त, नेपालीहरू हुन् नि त। उनीहरूलाई हामीले एउटा कानुनको दायरामा ल्याएर सोधपुछ गर्यो भने त यो कसरी यो चाहिँ घटना पहिलेदेखि तयारी थियो भन्ने कुरा त थाहा भइहाल्छ नि।